हेलो नमस्ते सेवारो मेरो सम्पूर्ण साथीहरूलाई वेलकम इन माई युट्युब च्यानल। आजबाट मैले युट्युब च्यानलमा भिडियो पोस्ट गर्न सुरु गरेकी हुँ। यो मेरो लङ फर्स्ट भिडियो हो। अनि म तपाईहरुलाई सबैभन्दा सुरुमा के भन्छु भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि सहयोग माया गरिदिनु होला है। अब भने म तपाईहरुलाई मेरो घर देखाउँछु है। हो मेरो घर एकदमै ठुलो छ है, क्यामेराले नै नअट्ला जस्तो छ। अनि यो मेरो घरको फुलहरू यता माथि छ, तपाईहरुले देख्नु भएन होला हैन। हामी यो हाम्रो मण्डप हो, यसलाई मण्डप भन्छौँ हामी है। किरात धर्म संस्कार संस्कृति अनुसार हामीले यसरी पूजा गर्छौँ। अनि यो मेरो घरको गुलाब फुल यो एकदमै राम्रो फुल छ है। अनि त्यस पछाडि मेरो घरमा यो देख्नु भएको चाहिँ किचन हो। अनि यहाँतिर पनि छ फुलहरू है, फुलहरू। अनि यता चाहिँ हाम्रो माङथाना, यसलाई हामी पुङसाम भन्छौँ है, हाम्रो भाषामा चाहिँ पुङसाम भन्छौँ हामी लिम्बूहरू। अनि अब मेरो आमा घाँस बोकेर आउँदै हुनुहुँदो रहेछ है। यहाँ पनि छ गुलाब फुल एकदमै राम्रो है। अब भने म स्कुलको लागि रेडी हुनुपर्छ। सो गाइजहरु म स्कुलको लागि रेडी हुन्छु है। यहाँनिर मेरो भाइ पनि खेल्नु हुँदैछ। हेलो सानो भाइ है। अब भने म स्कुलको लागि रेडी हुनेछु। त्यस पश्चात म पुनः भिडियो स्टार्ट गर्नेछु है। साथीहरु म चाहिँ स्कुल जानुभन्दा अगाडि चाहिँ यहाँनिर किताबहरू मिलाउनु पर्छ है। सो मैले मिलाएको छु कि छुइनँ हेरौँ है त। मैले चाहिँ किताबहरू नै मजाले मिलाएको रहेछु के। अब मिलाइ हेरौँ है। म चाहिँ अप्सनल म्याथ पढ्ने विद्यार्थी हो है। क्लास 10 को अप्सनल म्याथ पढ्छु म। एकदमै धेरै भारी बोकेर कि स्कुल जाँदाखेरि पनि निकै गरौँ भारीहरू बोक्नुपर्छ मैले। मैले चाहिँ किताब कपीहरू सबै बोकेर जानुपर्ने हुन्छ। नत्र मेरो क्लासको साथीहरू यति धेरै लोभी छन् कि यति धेरै लोभी छन्, उनीहरूले किताब पनि देखाउँदैनन् है। त्यही भएर चाहिँ हामीले घरैबाट बोकेर जानुपर्ने हुन्छ। साथीहरूले हामीलाई किताब देखाउँदैनन्। अब चाहिँ मेरो किताब कपीहरू पनि रेडी भइसक्यो है। अब चाहिँ मैले एउटा कपी त ल्याउनै बिर्सेछु क्या फेरि। यस्तो भयो भने भरे हामीले कुटाइ खानुपर्ने हुन्छ है। त्यही भएर सबै रेडी गर्नुपर्ने हुन्छ। मैले मेरो हात खुट्टा अनुहारहरू अघि धोइसकेकी छु। अब म मेरो दैनिकीमा काम गरे अनुसार मैले टीका लगाउँछु है। दिनमा एउटा कालो टीका लगाउँछु मैले। यहाँ पसिना आएर है गएकै छैन। मैले कालो टीका लगाएन भने चाहिँ कस्तो अचम्म लाग्छ कि मलाई। त्यही भएर मैले लगाउनु पर्छ है। अब भने म रेडी हुनेछु। अब चाहिँ म रेडी भइसकेँ है। मैले अब कपाल चाहिँ कोर्नु पर्ने छ। मैले ड्रेसअप सबै गरिसकेँ। घरिघरि त टाइम मिल्दैन र कस्तो बिजोक भइन्छ भने नि। कपाल कोर्ने क्रममा मलाई चाहिँ कपाल कोर्नु अलिक टाइमै लाग्छ है। किनभने अब अलि बाक्लो पनि छ है। अनि अलि अप्ठ्यारो पनि हुन्छ। त्यही भएर तपाईहरुलाई एउटा कुरा म जानकारी गराउँछु है। फेरि पनि तपाईहरुलाई लिम्बू भाषा सुन्न मन छ भने अनि पालाम ख्यालीहरू सुन्न मन छ भने चाहिँ यहाँहरूले कमेन्ट बक्समा लेख्नुहोस् है। मलाई यस्तो यस्तो सुन्न मन छ भनेर यहाँहरूले लेख्नुहोस्। म त्यही अनुसार
भिडियोमा ती कुराहरू अपलोड गर्नेछु है। अनि अब चाहिँ मैले कपाल कोरिरहेको छु है। कपाल कोर्ने क्रममा के भनौँ, मैले अब मेरो दैनिकी भन्छु है तपाईँहरूलाई। म चाहिँ अब बिहानै उठ्छु होइन, एक दिनभरिको भन्छु म यहाँहरूलाई। बिहानै उठ्छु, त्यस पछाडि अनुहार धुन्छु, त्यस पछाडि म घाँसमा जान्छु, त्यस पछाडि घाँसदेखि आएर अनुहार धुन्छु, हात खुट्टा धुन्छु, अनि खाजा खान्छु, त्यस पछाडि स्कुल जान्छु है। म चाहिँ भर्खर स्टुडेन्ट लेभलमा मात्रै, स्टडी लेभलमै छु है। तल्लो लेभलमा छु क्या, म 10मा मात्रै पढ्छु। अनि म पढ्ने स्कुलको नाम चाहिँ श्री चिसोपानी सेकेन्डरी स्कुल हो। अनि श्री चिसोपानी सेकेन्डरी स्कुलको विद्यार्थी हो म है। मलाई चाहिँ खासै बोल्न आउँदैन है, किनभने मेरो यो फर्स्ट भिडियो पनि हो। फेरि मैले कहीँ कतै पनि अपलोड गरेको छैन है। म आफै बोलेर चाहिँ टिकटकमा चाहिँ 1-2वटा हालेको छु। अनि टिकटकमा पनि मलाई फलो गर्नुहोला, म फलो ब्याक दिनेछु यहाँहरूलाई है। अनि त्यस पछाडि हामी मित्रताको सम्बन्ध गाँसौँला है सम्पूर्ण साथीहरूसँग। म ब्लू हाउस भएकोले मैले निलो रिबिन लगाउँछु है। हाम्रो स्कुलमा चाहिँ 4वटा हाउसहरू छ है, 4वटा। अनि हामी त्यसमा चाहिँ 4वटा हाउसमध्ये वाइट, रेड, ग्रिन र ब्लू मध्ये चाहिँ म ब्लू हाउसको हो होइन। अनि हाम्रो स्कुलमा तपाईँहरू अध्ययन गर्न चाहनुहुन्छ भने एकदमै राम्रो सेवा सुविधाहरू छ है स्कुलमा। खानेपानीको सुविधा पनि छ, अनि पढाइ लेखाइको सुविधा पनि छ है। एकदमै दक्षता प्राप्त शिक्षक शिक्षिकाहरू हुनुहुन्छ होइन हाम्रो स्कुलमा चाहिँ। अनि एकदमै राम्रो पढाइ पनि हुन्छ। तर विद्यार्थीहरू चाहिँ अलिक कमजोरी के, जे कुरामा नि कमजोरी। अब भलिबल खेल्नु पऱ्यो भने चाहिँ कुनै चाहिँ एकदमै पर्फेक्ट हुनुहुन्छ होइन। अनि तर पढाइमा चाहिँ के भएर हो, अलिकति कमजोरी नै हुनुहुन्छ है। हाम्रो स्कुलको विद्यार्थी अलिक कमजोर हुनुहुन्छ। अनि अब चाहिँ मैले त्यति भन्दै मेरो कपाल पनि बाटिसकेँ है। अब चाहिँ मैले मेरो टिफिन बक्स रेडी पार्नुपर्ने हुन्छ, किनभने हाम्रो स्कुलमा चाहिँ हामीले टिफिन लानुपर्ने हुन्छ। अरूहरूले हाम्रो क्लासको चाहिँ अरू साथीहरूले पनि ल्याउनुहुन्छ, सो मैले पनि लाने गर्छु है, किनभने मैले बाहिरको खानेकुराहरू खानु हुँदैन। रेडी भइसकेँ म है। अब चाहिँ म मेरो टिफिन बक्स रेडी गर्छु है। मेरो टिफिन बक्स आइसक्यो है। अब चाहिँ मेरो सबै सेटिङहरू मिलिसक्यो। अब म स्कुल जाने है। अब चाहिँ आजको भिडियोमा यति नै होइन। अनि अब चाहिँ अर्को भिडियोमा भेटौँला भन्दै यो भिडियोको यहीँ इन्ड हुन्छ। थ्याङ्क यू।